ल आज हामी जुम्लाको चुनावी मैदानमा छिर्दैछौँ। यो त्यही निर्वाचन क्षेत्र हो जहाँ पछिल्लो चुनावमा सायद सबभन्दा ठूलो राजनीतिक उलटफेर भएको थियो। कथा सुरु हुन्छ गत चुनावको त्यो नतिजाबाट जसले सबैलाई चकित बनायो। हेर्नुस् त, एकातर्फ 5-5वटा पार्टीको गठबन्धन, अर्कोतर्फ एकजना एक्लो उम्मेद्वार ज्ञानेन्द्र शाही। तर नतिजा, शाहीले गठबन्धनकी उम्मेद्वार गोमा कुँवर भन्दा झण्डै दोब्बर मत ल्याएर जिते। यो साँच्चै नै ठूलो उलटफेर थियो। अब प्रश्न उठ्छ, यो कसरी सम्भव भयो? एउटा बलियो गठबन्धनलाई यति ठूलो मतान्तरले हराउनु चान्चुने कुरा होइन। आजको हाम्रो विश्लेषण यही प्रश्नको वरिपरि घुम्नेछ। हो, अब खण्ड 1 मा जाउँ। त्यो अप्रत्याशित जितको चिरफार। कुरा के हो भने शाहीको जित उनको आफ्नो अभियानले मात्र आएको थिएन। यो त उनका प्रतिद्वन्द्वीहरूको कमजोरी र गल्तीहरूले मिलेर बनेको एउटा पर्फेक्ट स्टर्म जस्तै थियो। विश्लेषकहरूका अनुसार यो उलटफेर हुनुमा 4वटा मुख्य कारण थिए। के त? गठबन्धनको असफलता, उम्मेद्वार छनौटमा भएको भद्रगोल, पार्टीभित्रको आन्तरिक कलह र अर्कोतर्फ युवा र रणनीतिक मतदाताको भूमिका। सबैभन्दा पहिलो र महत्त्वपूर्ण कारण थियो मतदाताको असन्तुष्टि। जुम्लाका मतदाताहरूले कांग्रेस र माओवादीको गठबन्धनलाई मन पराएका थिएनन्। उनीहरूलाई लाग्यो यो त केन्द्रले जबरजस्ती थोपेको निर्णय हो। अनि जब आफ्नै पार्टीको निर्णय चित्त बुझ्दैन तब मतदाताले के गर्छन्? विकल्प खोज्छन्। त्यही भयो यहाँ। दोस्रो कारण थियो माओवादी पार्टीभित्रकै भद्रगोल। हेर्नुस् न, सुरुमा नरेश भण्डारी उम्मेद्वार बन्ने चर्चा थियो। त्यसपछि टिकट मनोऋषि धिताललाई दिइयो, तर फेरि अन्तिम घडीमा उनको टिकट पनि खोसेर गोमा कुँवरलाई दिइयो। यो सबै हुँदा के भयो? भण्डारी र धिताल दुवैका समर्थकहरू रुष्ट भए। माओवादीमा मात्र होइन, कांग्रेसमा पनि यस्तै आन्तरिक किचोलो थियो। अनि यो सबै किचलो र असन्तुष्टिको सिधा फाइदा कसलाई पुग्यो? ज्ञानेन्द्र शाहीलाई। मतदाताहरूले आफ्नै पार्टीलाई धोका दिएर शाहीलाई भोट दिए, जसलाई हामी क्रस भोटिङ भन्छौँ। तर कथा यति मात्रै होइन, त्यहाँ अर्को एउटा एकदमै रोचक समीकरण पनि चलिरहेको थियो, खास गरी एमालेको भोटमा। एमालेका उम्मेद्वारले पाएको प्रत्यक्ष मत थियो जम्मा 6528। तर त्यही एमाले पार्टीले समानुपातिकमा कति मत पायो? 10548। हेर्नुस् त यो फरक। उम्मेद्वारलाई 6500 तर पार्टीलाई 10500 भन्दा बढी। यसको मतलब के हो? मतलब सिधा छ, हजारौं एमाले समर्थकले पार्टीलाई भोट दिए तर आफ्नो उम्मेद्वारलाई दिएनन्। त्यसो भए त्यो भोट कहाँ गयो त? निष्कर्ष एकदमै तार्किक छ। गठबन्धनलाई हराउनका लागि एमालेका धेरै मतदाताले रणनीतिक रूपमा ज्ञानेन्द्र शाहीलाई भोट दिए। मतलब शाहीको जितमा यो ट्याक्टिकल भोटिङको पनि ठूलो भूमिका थियो। ल, त्यो त भए 2079 को कुरा। अब खण्ड 2 मा जाउँ। अहिलेको नयाँ चुनावी मैदान। किनभने अहिलेको अवस्था पहिलेको भन्दा बिल्कुलै फरक छ। सबैभन्दा ठूलो र महत्त्वपूर्ण परिवर्तन के हो भने त्यो 5 दलीय गठबन्धन अब छैन। त्यो बेला गठबन्धन एकातिर थियो र अरू उम्मेद्वार अर्कोतिर। तर अहिले सबै प्रमुख पार्टीहरू एक्ला एक्लै मैदानमा छन्, एभ्री म्यान फर हिमसेल्फ जस्तै। यो एक्ला-एक्लैको लडाईँले ज्ञानेन्द्र शाहीका लागि एउटा नयाँ चुनौती खडा गरेको छ। 2079 को समानुपातिक मत हेर्ने हो भने एमाले र कांग्रेस दुवैको आधार मत 10,000 भन्दा माथि छ। माओवादीको पनि लगभग 9,000 छ। तर शाहीको पार्टी राप्रपाको आधार मत कति छ? जम्मा 5,796। यसको मतलब उनी पहिले भन्दा कमजोर धरातलबाट सुरु गर्दैछन्। अब खण्ड 3 मा हेरौँ, यस पटकका मुख्य प्रतिस्पर्धीहरू को छन्। यो मैदानमा पुराना खेलाडी पनि छन्, नयाँ अनुहार पनि छन्, जसले गर्दा लडाई एकदमै रोचक र अप्रत्याशित बनेको छ। ल हेर्नुस्, मैदानमा को छन्। एकातर्फ वर्तमान सांसद ज्ञानेन्द्र शाही छन्, अर्कोतर्फ माओवादीका पुराना नेता नरेश भण्डारी, कांग्रेसबाट दिपबहादुर शाही र एमालेबाट शान्तिलाल महत। यति मात्र होइन, राष्ट्रिय राजनीतिमा तहल्का मच्चाएको रासोपाबाट विनिता कठायत पनि छिन् र अर्का महत्त्वपूर्ण पात्र छन् मनोरसी धिताल, जसले भोट काट्ने सम्भावना छ। यो चुनावको एउटा मुख्य कथा त वामपन्थी मतको सम्भावित विभाजन हो, खास गरी माओवादीको भोट। एकातिर माओवादीका आधिकारिक उम्मेद्वार नरेश भण्डारी छन्, अर्कोतिर तिनै मनोरसी धिताल छन्, जसको टिकट 2079 मा खोसिएको थियो। उनी अहिले अर्को पार्टीबाट उठेका छन्। अब माओवादीको भोट यी दुई बीच बाँडिने खतरा छ।
अनि अर्कोतर्फ छ राजसपाको प्रश्न। 2079मा जुम्लामा राजसपाको जम्मा 89 भोट थियो। अहिले उनीहरूकी उम्मेद्वार विनिता कठायत मैदानमा छिन्। प्रश्न के हो भने के पार्टीको राष्ट्रिय लहरले स्थानीय संगठन नभएको ठाउँमा पनि चुनाव जिताउन सक्छ? यो एउटा ठूलो परीक्षण हो। ल, यी सबै कुराले हामीलाई खण्ड 4मा ल्याइपुर्याएको छ, जहाँ दौड साँच्चै नै अप्रत्याशित देखिन्छ। यो पर्फेक्ट स्टर्मबाट योग्यताको परीक्षासम्मको यात्रा हो। हेर्नुस्, 2079मा ज्ञानेन्द्र शाहीले प्रतिद्वन्दीहरूको गल्ती र फुटको भरपूर फाइदा उठाए, तर यसपटक अवस्था फरक छ। गठबन्धन छैन, सबै एकलाकले छन्। त्यसैले यो चुनाव शाहीको लागि आफ्नै योग्यता र कामको आधारमा जित्नुपर्ने एउटा ठूलो परीक्षा हो। अब खण्ड 5, अन्तिम प्रश्न। यो सबै विश्लेषणपछि आखिरमा प्रश्न के उठ्छ त? जुम्लाका मतदाता र समग्र नेपाली राजनीतिको लागि यो चुनावको अर्थ के हो? जुम्लाको चुनाव अब एउटा स्थानीय प्रतिस्पर्धा मात्र रहेन, यो एउटा राष्ट्रिय परीक्षण जस्तै भएको छ। के जुम्लाले फेरि नयाँ राजनीतिक लहरलाई भोट देला वा पुरानै शक्ति र परम्परागत पार्टीहरूतिर फर्केला? यसको जवाफले आउने दिनको राजनीतिलाई पक्कै पनि एउटा सङ्केत दिनेछ।